कति छन् होला नि 7-8 जनाले खाए जति त भाँडा पनि। अनि काम नगरी खाना नपाइने होइन। अनि बुढो पनि जानुभयो ड्युटी। अनि म लागेँ आफ्नो घर धन्दातर्फ। अब फटाफट गर्नु पर्यो काम। गर्ने भने पुरै नगर्नु, लास्टै गर्मी छ। पसिना देखेर पनि थाहा भयो होला हजुर। अनि मेरो रुमको हालत चाहिँ यस्तो छ। अब चाहिँ रुम सेट गर्न पर्यो साथीहरू। के काम गरियो त आज? सदा जस्तै आज पनि मैले सेम भिडियो भन्दा पनि हल्का फरक पनि छ लिएर आइसकेकी छु। पुरा भिडियो हेरेर साथ दिनु होला। बाहिर चाहिँ एकदम लास्टै चर्का घाम लागिरहेका छन् साथीहरू। यो झ्याल खोल्दा नि बाहिरको हप्को आउँछ क्या, तातो हप्को आउँछ। त्यति गर्मी छ। अनि हजुरहरूले कहाँदेखि यो मेरो भिडियो हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला। अनि फटाफट मैले झाडु लगाएर सटासट काम खत्तम गर्नुपर्छ भनेर एकदम छिटो काम गरिरहेकी छु। अनि नानी बाबुहरू खेलिरहेका छन्। हो अगाडि पछाडि गरिरहेका छन्। के गरून् बिचारा, यिनीहरूको पनि छुट्टी छ, गर्मी पनि लास्टै छ। पूजा लगाएर म हिँडेँ बाबुलाई नुहाइदिन। अनि कपडा पनि धुन पर्यो भनेर हल्का कपडा पनि धुन पर्यो। अनि कपडा धोएर सुकाएर म चाहिँ भित्र आएँ। रुममा आएपछि फ्रुट खानु पर्यो, गर्मीले लास्टै गरायो। अनि फ्रुट काटेर खाना सुरु गरियो। नानी चाहिँ नुहाउन गएकी छन्। दिनमा 2-3 चोटि ननुहाइ हुँदैन साथीहरू। अनि म लागेँ अब किचनतिर लन्चको लागि तयारी गर्नु पर्यो। मैले चाहिँ घरमा के काम गरेँ, कसो गरेँ भनेर भिडियो बनाएर राख्ने गर्छु। अनि हजुरहरूले सल्लाह सुझाव अवश्य पनि दिनु होला। धन्यवाद।